हेलो नमस्ते साथीहरू, स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानल आमाज डाइनमा। आज हामी आँपबाट बन्ने म्याङ्गो कुल्फी बनाउनेछौँ। म्याङ्गो कुल्फी बनाउनको लागि मैले यहाँ 1 लिटर दुध लिएको छु। दुधलाई मैले उमाल्न राखिसकेको छु। दुध उम्लिँदैछ। दुध उम्लिँदै गर्दा यहाँ मैले लिए 2 चम्चा चिनी, 5-6 वटा सुकमेल, 1 चम्चा मेलन सिड्स, 8-10 वटा काजु र थोरै केसर। यसलाई मसिनो पाउडर बनाएर हामी यहाँ दुधमा राख्छौँ। यसले दुध पनि छिटो बाक्लो हुन्छ। दुध आधा हुँदासम्म हामी यसलाई पकाइरहन्छौँ। दुई चम्चा कस्टर्ड पाउडर, आधा कप दुध राम्रोसँग मिक्स गर्ने। यो घोललाई थोरै थोरै दुधमा राख्दै चलाउँदै केही बेर अझै पकाउँछौँ, थोरै बाक्लो हुँदासम्म। दुध पनि बाक्लो भइसक्यो। अब यसलाई अर्को भाँडामा खनाएर केही बेर हामी यसलाई चिसो हुन दिन्छौँ। दुध चिसो हुँदासम्म हामी आँप काटेर यसको प्युरी बनाउँछौँ। यहाँ मैले 2 वटा आँप लिएको छु। आँपमा भएको एक्स्ट्रा पानीलाई सुकाउनको लागि हामी यो प्युरी एकछिन पकाउँछौँ। यसमा भएको पानी सुकिसकेपछि हामी यसलाई एकछिन चिसो हुन राख्छौँ। चिसो भइसकेपछि हामी यसलाई छान्नीमा राखेर छान्छौँ, किनभने यसमा रेसाहरू हुन्छन्। अघि चिसो गराएको दुधमा नै हामी यसलाई छान्छौँ। त्यसो गर्दा हामीलाई मिक्स गर्न पनि सजिलो हुन्छ। धेरै भाँडाहरू लिइराख्नु पनि पर्दैन। एकछिन राम्रोसँग फिटेर मिक्स गर्यो भने यसको भित्र बबल्सहरू पनि बन्दैन र कुल्फी पनि सफ्ट बन्छ। पहिला हामी मटका कुल्फी बनाउँछौँ। मसँग यहाँ 2 वटा मटका मोल्ड छ। एउटा डाडुको सहायताले मटका राम्रोसँग भरेर यसलाई कभर गरेर 5 देखि 6 घण्टाको लागि हामी फ्रिजरमा राखिदिन्छौँ। बाँकी रहेको ब्याटरलाई यो आइस मोल्डमा राखेर हामी क्युब्स कुल्फी पनि बनाउँछौँ।
कभर गरेर यसलाई पनि हामी 5-6 घण्टाको लागि फ्रिजरमा राख्दिन्छौँ। कुल्फी तयार भइसकेको छ। मैले बिचमा कुल्फी जम्यो कि जमेन भनेर हेर्दै पनि गरेको थिएँ। कुल्फी राम्रोसँग जमिसकेको छ। अब यसलाई हामी निकालेर सर्भ गर्छौँ।